कुल आम्दानीमा खर्च तथा नाफाको अनुपातको कुरा गर्नुपर्दा त्यस आवर कन्ट्र्याक्ट इनर्जी रहेकोमा हामीले 4 करोड 58 लाख किलोवाट आवर डेलिभर गरेका छौँ। 2 अर्ब 30 करोड रुपैयाँ तिरिसकिएको छ भने माई क्यास्केड जलविद्युत केन्द्रको लागि लिएको 96 करोड 30 लाख रुपैयाँ मध्ये 78 करोड 84 ऋण मध्ये 93% ती दृश्यहरू देखाउन गइरहेको छु। हाम्रो सेगमेन्ट फ्लसिङको सेक्सनलाई पनि एकदम क्षति पुर्याएको थियो। त्यसै हाम्रो एप्रोच कलभर्टको अराउन्ड 150 मिटर चाहिँ कलभर्ट पनि बगाएको थियो। त्यसै अहिले हाम्रो कलभर्ट प्यानल बगाएको, त्यसै हाम्रो सेकेन्ड बेसिनको फ्लसिङ आउटलेटको सेक्सन चाहिँ पहिला यस्तो थियो, बाढी आइसकेपछि चाहिँ यस्तो भएको छ। त्यसै यो सेडिमेन्ट फ्लसिङको फ्लड वालको सेक्सन चाहिँ पहिला यस्तो देखिन्थ्यो भने यो चाहिँ डिस्प्लेस भएर यस्तो अवस्थामा पुगेको थियो। त्यसै डाउनस्ट्रिम कट अफ वाल र सेटलिङ बेसिनको एरिया हाम्रो इन्सिडेन्ट हुन अगाडिको र डाउनस्ट्रिम कट अफ वाल चाहिँ बगाएर धेरै पर पुर्याएको थियो। त्यसै यो चाहिँ हाम्रो वेयरको राइट ब्यान्डको सेक्सन हो। बाढी आइसकेपछि चाहिँ यस्तो भएको छ। कलभर्टको सेक्सन भयो चाहिँ निर्माण कार्यहरू भएको यो फोटोहरू भयो। लाख 45 करोड, सानीमा मिरन तमोर हाइड्रो पावर लिमिटेडमा 53 करोड 32 लाख, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडमा 23 करोड 75 लाख, बाबरी कन्स्ट्रक्सन प्रणालीमा 2 करोड र सानीमा जुम हाइड्रो पावर लिमिटेडमा 60 करोड गरेर जम्मा 1 अर्ब 84 करोड 7 लाख रुपैयाँ लगानी गरिसकेका छौँ। सदुपयोग गरी 73 मेगावाट क्षमताको मध्य तमोर जलविद्युत केन्द्र, सानीमा मिलन उपयोग गरी 28.1 मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत केन्द्र श्वेत गङ्गा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले सञ्चालन गरिरहेको छ, जसको व्यावसायिक उत्पादन 2079 साल कार्तिक 19 को पानी सदुपयोग गरी 14.3 मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत केन्द्र, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडद्वारा सञ्चालन भइरहेको छ, जसले व्यावसायिक उत्पादन 2080 साल माघ 28 गतेबाट सुरु जुम खोलाको पानी सदुपयोग गरी 56 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना सानीमा जुम हाइड्रो पावर लिमिटेडद्वारा निर्माण भइरहेको छ। यस आयोजनाको जम्मा प्रक्षेपित लागत 11.6 करोड 59 लाख 4,471 रुपैयाँ चाहिँ भुक्तानी हुन बाँकी